यो एउटा गाउँको कुनातिर रहेको एउटा सानो छोटो सहरको कुनातिर रहेको एउटा सानो मिनी गार्डन हो र यहाँ मान्छेहरू बिहानै सबेरै खाली खुट्टा शीतले भिजेको दुबोमा हिँड्ने गर्छन्। यो हिँडाइको चाहिँ निकै नै फाइदा हुन्छ। यसले शारीरिक तथा मानसिक स्वास्थ्यमा धेरै फाइदा पुर्याउँदो रहेछ। आँखाको ज्योति बढ्छ। खाली खुट्टा हिँड्दा पैतालोमा पर्ने दबाव र विशेष गरी बुढी औँलामा हुने स्नायु प्रणालीको बिन्दुहरू सक्रिय भई आँखाको ज्योति बलियो बनाउन मद्दत पुर्याउने रहेछ। तनाव र चिन्ता कम हुन्छ। हरियो दुबो र बिहानीको खुल्ला वातावरणमा हिँड्दा मानसिक शान्ति मिल्छ। तनाव कम गरी जसले मुडलाई चाहिँ फ्रेस राख्दो रहेछ। रक्तचाप नियन्त्रण गर्दो रहेछ। भिटामिन डी पनि प्राप्त गर्दो रहेछ। एलर्जी र थकान पनि कम गर्दो रहेछ। त्यसैले मान्छेहरू बिहानै यो गार्डनमा हिँड्ने गर्छन्। सायद यसमा हजुरहरू पनि हिँड्नुहुन्छ होला, म पनि हिँड्ने गर्छु।